नमस्ते, म भाइ सञ्जीव राई। आजको हाम्रो टपिक भनेको चाहिँ हाउ टु क्याल्कुलेट कफी टु वाटर रेसियो। मलाई थुप्रोको मेसेजहरू आइरहेको थियो यो विषयमा हल्का भिडियो बनाइदिनु भनेर। अब कफी टु वाटर रेसियो भनेको चाहिँ तपाईँको कफी र वाटरको भोल्युम होइन। ल जस्तै हामी V60 बनाउँदैछ। V60 को मेरो पर्सनल फेभरेट रेसियो भनेको 1:15। अब यो अगाडिको 1 भयो तपाईको कफी भइहाल्यो, पछाडिको चाहिँ तपाईको वाटरको भ्यालु हैन, वाटरको भ्यालु भयो हैन। अब तपाईको हामीले हट V60 बनाउँदाखेरि 15 ग्राम कफी चलाउँछ। 15 ग्राम कफी चलाउँछ। हाम्रो रेशियो भनेको 1:15 छ। 1 भनेको कफी, 15 भनेको पानी। अब कफी कति छ यहाँनिर 15 छ, पानी कति छ 15 ml छ, अनि इज इक्वल टु 15 into 15 225 ml टोटल वाटर हुनु पर्यो हैन। अब ल फेरि बुझेन भने यहाँ बुझाइदिन्छु। अब हामीले यहाँनिर आइस कोल्ड V60 गरौँ ल। आइस V60 आइस को लागि चाहिँ म चाहिँ 20 ग्राम प्रिफर गर्छु, 20 ग्राम कफी। अब रेशियो भनेको 1:15 के हो, अगाडिको 1 भनेको कफी, पछाडिको 15 भनेको पानी। कफी कति छ 20 ग्राम छ, पानी कति छ 15 छ, इज इक्वल टु 300 ml पानी छ हो। अब आज एउटा सानो एक्जाम्पल पनि दिन्छु ल। फर एक्जाम्पल हामीले यहाँ मोका पट बनाऊँ। मोका पट को लागि चाहिँ मेरो पर्सनल फेभरेट 1:7 को रेशियोमा जान्छु। अब 1 भनेको कफी, 7 भनेको पानी। मोका पट को लागि म 30 ग्राम कफी हाल्छु हैन, 30 ग्राम कफी हाले। अब अगाडिको कफी हो भनेपछि कफी छ 30 ग्राम, पछाडिको पानी हो इन्टु 7, 30 into 7 गर्दाखेरि 210 ml पानीको भोल्युम हुनु पर्यो हैन। यति मात्रै हो। अझै पनि केही कन्फ्युजन छ भने प्लिज लेट मी नो। थ्यांक यू।